साथीभाइहरूलाई सबैलाई साथीभाइहरूलाई नमस्कार होइन। खास म अब यो रिल्स बनाउनु चाहिँ के बाध्यता पर्यो भन्दाखेरि चाहिँ अब त्यो साह्रै वाक्कै भएर दिक्कै भएर हो, अन्त चाहिँ मैले यो बनाएको हो। भ्युज कमाउनु लागि पनि होइन, म त्यो लाइकको लागि पनि गरेको होइन। जस्ट एउटा क्या अब किन चाहिँ यस्तो हो भनेर क्या अब आज दिनमा अब बिग्रिँदाखेरि पनि त्यस्तै, सुतिँदाखेरि पनि त्यस्तै क्या। अब बिग्रिँदाखेरि पनि अब किन बिग्रेको, यो गरेको, काम गर्दाखेरि पनि किन यस्तो गरेको, यो गरेको, त्यो गरेको। अब क्या म त त्यो भिन्नता छुटाउनै सकेको छुइनँ क्या। अब के गर्नुपर्ने, कसो गर्नुपर्ने होइन। एक्लै नि काम गरेर खाने मान्छे म, अन्त ठिकै थियो यत्रो वर्षसम्म म सबैसँग अब भइरहेको थियो, के गरेको थियो। अहिले त्यो सबैसँग राम्रै छ मेरो, तर अब त्यो कतिजनाहरू छ क्या अब लाइफमा यस्तो त आउँछ, तर पनि अब टेकल गर्नुपर्छ कि। तर अलिकति अब मैले भिडियो बनाउनु बाध्यता के पर्यो भन्दाखेरि चाहिँ अब घरि पनि आउँछ, ब्ल्याट्टै आउँछ, गाडी रोकेर के भन्छ जान्छ। घरि पनि ब्ल्याट्टै आउँछ, गाडी रोकेर के गरे के भनेर जान्छ होइन। म नाम टोक्नु चाहिँ नपरोस् क्या, इज्जत गर्छु, आफूभन्दा ठुलो मान्छेहरू हो होइन। अब उनीहरू आरामले खाओस्, मलाई पनि आरामले काम गरेर क्या अब टेन्सन नगरिकन काम गर्न खाउँदियोस् टुरिज्म प्लेसमा। त्यो बेसी दङ्गा फसाद गरेर पनि फाइदा हुँदैन। किनभने अब मैले किन बनाउन बाध्यता पर्यो भन्दाखेरि चाहिँ अब त्यो बिचमा त्यो कामको के कमाइन आएर ब्याङ ब्याङ आएर उ गरिरहेको हुन्छ। म डराएको होइन नि खासमा चाहिँ, कि आफूसँगै डर लाग्छ क्या। केही मैले गल्ती गराइहालेँ कि भनेर, पहिला पनि गल्ती गरेर हो, वाक्कै भएर चाहिँ राम्रो मान्छे अब भएर काम गरी खाने मान्छेलाई त्यही माथि अब अलिकति बिमार पनि छ क्या मलाई। अब त्यो पछि म त्यो पनि त्यसको पनि भिडियो हाल्छु होइन। किनभने अब बेसी टाइम हुँदैन सबैकोमा सुन्ने पनि आज दिनमा। तर यो मन दुखेर मात्रै बनाएको क्या। मलाई हेप्नु चाहिँ पाउँदैन, के गर्नु पनि पाउँदैन। आफ्नो माटोमा मैले जे पनि गरेर खानु सक्छ क्या। नराम्रो काम चाहिँ मैले गर्नु हुँदैन। नराम्रो काम गरेपछि अभियसली मलाई जे पनि गर्नु सक्छ, तर नराम्रो काम मैले गरेको छुइनँ, राम्रो काम गर्दैछु। मलाई अघि बढ्ने देऊ होइन। तपाईँहरू पनि अघि बढ्नुहोस्, राम्रोसँग पैसा कमाउनुहोस् हो। आफ्नै जग्गा मलाई पनि आफ्नैमा मलाई मजाले गर्नु दिनुहोस् क्या। कसैलाई अब यो नगर त्यो नगर भन्छ पाउँदैन क्या, हक्कल्ला पनि छैन हो। आफ्नो गरी खानु छ। अन्त त्यही कारणले अब भन्नु चाहिँ के भन्दाखेरि अब ब्ल्याटै त्यस्तो हुने अलिकति टर्चर गरिरहँदाखेरि म त्यही बिचमा केही भएर एउटा, किनभने म मेन्टलको दबाईहरू पनि खाने मान्छेहरू हो। मेन्टलको दबाई खान्छु म, प्लस हार्टको पेसेन्ट हो, दबाई खान्छु म हो। त्यसरी चाहिँ म काम गर्नु मनपर्छ चिसो जग्गामा, एकदम त्यो रबट जस्तो भएर जानुपर्छ क्या काम गर्नु। त्यही कारणले गर्दाखेरि चाहिँ अब त्यही बिचमा मलाई केही भइहाल्यो भने चाहिँ उनीहरूको केसमा मलाई केही एट्याक भएर केही भइहाल्यो भने चाहिँ, तर मैले नाम टोक्नु चाहिँ नपरोस्। अहिले पनि मैले नाम कसैको पनि लिएको छुइनँ। जे छ तपाईँहरू चुप लाएर बस्नुहोस्, रिस आरिस नगर्नुहोस्, म पनि रिस आरिस गर्दिनँ हो। मलाई के बेच्यो यो बेच्यो तपाईँ किन भन्नुहोस्, तपाईँ जे बेच्छ बेच्नुहोस्, मलाई पनि जे बेच्नु चाहिँ बेच्नु दिनुहोस्। बस आफ्नो आफ्नो हो, व्यापार गर्ने जग्गा आफू गरी खानुहोस् होइन। सबैले जे पनि बेच्नु पाउँछ हो। त्यही कारणले गर्दाखेरि चाहिँ अब मेरोबाट केही गल्ती भयो भने तपाईँ रिसाउनु भएको छ भने ठिकै छ, मलाई केही सरी होइन। तर मलाई चाहिँ अब उपरान्त चाहिँ वाक्कै नगाइदिनुहोस्, त्यति मात्रै हो। फेरि मेरो पनि आवाज केही खुवाइदिइहाल्यो भने हौडीमा त्यहाँ अब तमासा हुन्छ, म तमासा गर्नु आएको होइन, राम्रो मान्छे बनिनु आएको त्यो जग्गा। किनभने त्यही जग्गामा आएर म सुध्रेको मान्छे हो। त्यही जग्गामा मलाई नबिगार्नुहोस् तपाईँहरू दया गरेर, बस त्यति मात्रै चाहन्छु। अब अरू चाहिँ म केही भन्नु चाहदिनँ। अब घरिघरि यस्तो भयो भने चाहिँ म ठिक मान्दिनँ। र अब यस्तो त्यो बिचमा केही भइहाल्यो भने चाहिँ सबै रिक्सहरू तपाईँले लिनु पऱ्यो। मेरो नानी बुढी सबै तपाईँहरू नै पालिदिनुहोस्, म त्यो कामै छोडिदिन्छु, बास सक्यो कुरै। कसैलाई पनि केही नै हुँदैन होइन। त्यही कारणले गर्दाखेरि जे पनि कुरा गर्नुहुन्छ तपाईँहरू अब जान्ने बुझ्ने मान्छेहरू हो, एजुकेटेड मान्छेहरू हो होइन। एजुकेटेड मान्छेहरूले आएर हुरीमा